गुड मर्निङ एन्ड दर्शन नमस्ते सबैजनालाई। अहिले चाहिँ अब 2-3 दिनदेखि आइरहेको यो पानीले गर्दाखेरि बाली भित्राउने बेलाको अन्नलाई चाहिँ सबै सुताएको छ भन्नुपर्छ। यो अगाडिको धान चाहिँ सानो खालको धान भएर अलिअलि बचेछ। ल हेर्नुहोस्, यहाँ काटेर सबै राखेको पाँदा सबै भिजाएर डुबाएर अलि पानी सुकेछ, राति कम परेर बाली नाली सबै तहस नहस गरेको छ। झापा गौर दह 5 यो चाहिँ स्कुल चौनतिरको अहिलेको अवस्था हो। सायद आज पनि पानी त पर्छ कि जस्तो लागेर अहिले पनि सिमसिम पानी परिरहेछ। म चाहिँ एक बिहानै उठेर खेतमा के कस्तो अवस्था भएछ भनेर बाली नालीको निरीक्षण गर्दैछु, घुम्दैछु, हेर्दैछु। हेर्नुहोस्, उता परतिर धान सुतेर, अनि हाम्रो यो परको हरियो चाहिँ यो बासमती धान हो, यसलाई पनि असर गरेछ, सुताइदिएछ नि। अनि यस्तो अवस्थाले कसरी चाहिँ कृषकले गरी खाने, कुन अवस्थाले बाँच्ने, तपाईँहरू आफै भन्नुहोला। वर्षभरि मिहिनेत गरेर लास्ट टाइममा भित्राउने बेलामा यस्तो भएपछि के हुन्छ होला। अनि ल हेर्नुहोस्, यो चाहिँ हाम्रो खेत हो। हामीले चाहिँ सबै काटेर ढालिसकेका छौँ। पानी जम्मा भएको पानी अहिले क्रस भइरहेछ। यो सायद सानो खोल्नु भएको छ कि क्या, यहाँ पानी यो घरमा अलिक जमेको रहेछ। हेर्नुहोस् है, यस्तै अवस्थामा चाहिँ पानी माई गड, ल हेर्नुहोस् डुबान भएको यो गरेर चाहिँ पुरै डुबाएछ नि। अब यो पानी कट्ने ठाउँ छैन। पानी कट्ने ठाउँ थियो भने त सायद अलिक हेर्न आउने लायकको हुन्थ्यो होला। यति माथि धान काटेर राख्दा पनि डुबाएछ भने कत्रो चाहिँ पानी आयो होला। हिजो त दिनभरि पानी नै नरहेको हो। सायद आज पनि त्यस्तै हुन्छ जस्तो छ। मौसमले चाहिँ गर्दाखेरि अब आज र भोलि चाहिँ एक दिन घाम लाग्यो भने पानी धेरै सुक्छ। तर यो गरामा चाहिँ पानी सुक्नलाई निकै गाह्रो छ है। ल हेर्नुहोस् है, उतातिर हेर्नुहोस्, छरछिमेकीको धानहरू सुकेर सुतेर। ल हेर्नुहोस्, पानी कति छ, एक घुँडा पानी छ। ल हेर्नुहोस्, अनि यस्तो अवस्था बनाउँछ भने किसानले कसरी गरिखाने। अस्ति असारको बेला पानी आएन, त्यति बेला खालि खरेरी पर्यो। अनि बोर्डिङहरू चलाएर सिँचाइ गरेर हामीले धान रोपेका थियौँ। अब अहिले उठाउने बेलामा चाहिँ हेर्नुहोस्, पानी आएर काटेको बाली नालीलाई चाहिँ नष्टै गरेको छ। र तपाईँहरूको ठाउँतिर पनि सायद यस्तै भएको होला। अब यो भिडियो तपाईँहरूको मोबाइलमा आइपुगेर तपाईँले देख्नु भएछ भने चाहिँ कमेन्ट गर्न चाहिँ नबिर्स्नु होला, कुन ठाउँबाट हेर्दै हुन्छ र तपाईँहरूको ठाउँको अवस्था कस्तो छ
कमेन्टमा भन्नु होला भन्न चाहन्छु। हेर्नुहोस् है, यहाँ चाहिँ अलिक छोटो भएर होला धान खाँदै बिगार्ने छेउछेउमा चाहिँ सुताए चाहिँ यहाँ पनि होइन। अब यतातिर यो दुम्का भन्ने धान छ एउटा, यो सर्ना भन्ने, यो धान चाहिँ अलिक होचो हुन्छ, यसले खासै लडाउँदैन त। त्यतातिर देखिहाल्नुभयो, यतातिर पनि यस्तो भएको छ। त्यहाँ परतिर सबै सुताएर त्यो अब के गर्ने काट्नलाई, यो काटेको भन्दा नि खत्तम त्यो नकाटेको धान बनाएको छ। यता हाम्रो यता पनि अलिअलि ठाउँ ठाउँ बिगारेछ। ल हेर्नुहोस् अहिलेको धानको बाली नालीको अवस्था, सबै सुताएको छ। अनि यस्तो बनाएपछि अब यो कसरी काट्नु, मेसिन लाउन पनि मान्छे लाउँदा पनि धेरै घाटो घाटो। ओकाली चढौला ओराली झरौला, तिम्रै लागि हो भने जनै दिदिउँला, यस्तै हो भने किसान के नै गरौला, के नै गरौला, भनौँ भने यो कुरा सरकारले सुन्दैन हो। किसानलाई मर्का परेको थाहै हुँदैन हो, थाहै हुँदैन। धान सुतेको हो पत्तै हुँदैन। ल हो बाबै, यस्तो बनाएछ। देखिहाल्नु हो, पानी पर्छ कि घाम लाग्छ भनेर कसरी भन्नु, पानी नै आउँछ नि। ल हेर्नुहोस् है, यस्तो अवस्था भएपछि किसानले कसरी गरी खाने। ल हेर्नुहोस्, फेसबुकमा उसमा हाल्दैन, टिकटकमा, युट्युबमा, फेसबुकमा, टिकटकमा यस्तो छ। ल हेर्नुहोस् है गाइज, अब यो दुईजनालाई काट्नलाई आधा घन्टा लाग्छ नि, चारजनालाई 1 घन्टा लाग्ने अवस्था भयो त। ल हेर्नुहोस् त। ल हाम्रो अधिकारी भएको पनि बर्बाद बनायो भन्ने हुन्छ यहीँ अगाडि। बेजाक रमाइलो छ नि। ल हेर्नुहोस्, यस्तो अवस्था भएको छ खेतबारी, पानीले डुबाएर के गर्नु। बासमती धान सुतेछ नि मजाले सुते। अब यो काम दिन्छ त, यो उठाउन नि मिल्दै। ल हेर्नुहोस्, यस्तो बनाएको छ है। यो फेरि एकदम लामो आउँछ यो बासमती कि, त्यो भएर पनि बासमती सुतेको हो। यो यसै पनि ढल्न त ढलिहाल्थ्यो।